हेलो नमस्ते साथीहरू, गुड मर्निङ। आज हामी चाहिँ अर्घाखाँचीमा रहेको सुब्बा देउराली माताको दर्शन गर्न जाँदैछौँ। हाम्रो दाङ घोडाइदेखि अर्घाखाँचीसम्म पुग्नलाई चाहिँ 4 घन्टा 5 घन्टा नै लाग्छ। हामी चाहिँ गाडीमा यसो रमाइलो गफगाफ गर्दैछौँ। रमाइलो गफगाफपछि हिँडिरहेको छ गाडी चाहिँ। सुन्दर दृश्य हेर्दै हिँडिरहेका छौँ। अनि मेरो बधाइनी नातिनी अनि त्यसपछि मेरो छोरीहरू रमाइलो गरिरहेका छन्। अनि सुन्दर वातावरणसँग रमाउँदै हामी पनि हिँडिरहेका छौँ। अनि गाडीमा चाहिँ यसो भिडियो बनाउँदै जिस्किँदै गरिरहेका थियौँ। केही बेरपछि अर्घाखाँचीको तालमा आयौँ। अनि एकछिनपछि सुब्बा देउराली मन्दिरको नजिकै आइपुग्यो। मन्दिरमा चाहिँ एकदमै भिडभाड रहेको थियो। हामी चाहिँ भाकल गरेको भएर बोका लगेर गएका थियौँ। लाइनमा बसिरहेका छौँ। अनि पूजापाठ गरेर सकेर फेरि ध्वजा बाँध्दैछु म चाहिँ। पूजा चाहिँ सकियो। अनि फेरि बोकाको लागि फेरि लाइन बस्नु पर्ने रहेछ। मेरो छोरी चाहिँ परेर उडाउँदैछिन् यता। अनि पूजा सकेर बाहिर आयो, एउटा भिडियो बनाएँ फेरि रमाइलो। त्यसपछि पिकनिक खान गयौँ माथि। खाना पाकिसक्यो। बाबुले चाहिँ माम खाँदैछ, मेरो बहिनीको छोरोले आफ्नै पारामा। हामी चाहिँ रमाइलो हेरिरहेका थियौँ, नाचिरहेका थियौँ। आफ्नो आफ्नो तरिकाले रमाइलो भएको थियो। त्यसपछि हामी 6 बजी चाहिँ घरतिर फर्क्यौँ। अनि रातिको दृश्यमा सुब्बा देउराली मन्दिर चाहिँ एकदमै राम्रो देखिँदो रहेछ, सुन्दर वातावरणमा। अनि एकछिन चाहिँ गाडी रोकेर हामीले चाहिँ भिडियो बनायौँ। सुन्दर शान्त वातावरणमा रमायौँ एकैछिन। यो चाहिँ हामी आएको गाडी। अनि यसपछि हामी चाहिँ घरतिर लाग्यौँ।